नमस्कार, स्वागत छ पावर न्यूजमा। म फ्रेम बानिया। दर्शकहरू, नेपाल पर्यटन बोर्डमा देशका पर्यटन व्यवसायीहरूले निरन्तर चर्काएका आन्दोलनलाई सम्बोधन गर्दै पर्यटन मन्त्री भीम आचार्यले भनेका छन्, संरचनागत सुधारका लागि सबै पक्ष संलग्न टास्क फोर्स गठन गरी शीघ्र काम अगाडि बढाइनेछ। त्यस्तै पर्यटन बोर्डमा भएको सबै गतिविधि छानबिन गर्न बनेको समितिमा विज्ञ र निजी क्षेत्रलाई समेत संलग्न गराइनेछ अनि पर्यटन बोर्डमा भए गरेको आर्थिक र अन्य गतिविधिको छानबिन गर्दा दोषी देखिएको जो कोहीलाई निलम्बन लगायतका अन्य कानुनी कारबाही गर्न मन्त्रालय दृढ छ। विज्ञप्ति मार्फत यस्तो प्रतिबद्धता जनाएका मन्त्री आचार्यलाई भेटेर हामीले सोधेका केही प्रश्नको जवाफ पनि छ, जसमा उनले भनेका छन्, यदि यति गर्दा पनि भएन भने भ्रष्टाचार छानबिनका लागि अख्तियारलाई आग्रह गर्छु। आजको पावर न्यूजमा हामी पर्यटन बोर्डबारे मन्त्रीले व्यक्त गरेका धारणा, त्यसपछिका प्रतिक्रिया र तथ्य प्रस्तुत गर्छौं। सुरुमा मन्त्रीकै सन्दर्भ। पर्यटन बोर्डमा चरम भ्रष्टाचार भइरहेकाले त्यसको छानबिन हुनुपर्ने, प्रमुख कार्यकारीको राजीनामा हुनुपर्ने, बोर्डमा निजी क्षेत्रका पर्यटन व्यावसायिक संस्थाका प्रतिनिधि नियुक्त हुनुपर्ने लगायतका माग राखेर 3 सातादेखि चलिरहेको आन्दोलनलाई लक्षित गरी आइतबार पर्यटन मन्त्री भीम आचार्यले जारी गरेका प्रेस विज्ञप्ति हो यो। र विज्ञप्तिमा भनिएको छ, केही दिनदेखि पर्यटन क्षेत्रमा भइरहेका गतिविधि तथा सञ्चार क्षेत्रमा आइरहेका समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ। नयाँ सरकारले शपथ गरे लगत्तै मैले पर्यटन मन्त्रालय, हवाई उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, विभिन्न परिषदहरू, संस्थानहरू तथा पर्यटनसँग सम्बन्धित निजी क्षेत्रसँगको ब्रिफिङ तथा भेटघाटमा यस क्षेत्रमा गर्नुपर्ने कानुनी, नियमगत र संस्थानगत सुधारको निम्ति आवश्यक सुझाव सल्लाह माग गरे बमोजिम विभिन्न सङ्घ संस्था तथा निजी क्षेत्रबाट आवश्यक सुझाव सल्लाह प्राप्त भएका छन्। यस सन्दर्भमा नेपाल पर्यटन बोर्ड लगायत अन्य सङ्घ संस्थाको संरचनागत सुधारको निम्ति विगतमा गठित कार्यदलहरूले दिएका र हाल प्राप्त सुझावहरूलाई समेत ध्यान दिँदै सबै पक्षको संलग्नतामा एउटा टास्क फोर्स गठन गरी शीघ्र काम अगाडि बढाउन मन्त्रालय प्रतिबद्ध रहेको छ। मन्त्री आचार्यले विज्ञप्तिमा भनेका छन्, नेपाल पर्यटन बोर्डको सन्दर्भमा पर्यटनसँग सम्बन्धित निजी क्षेत्र तथा विभिन्न सञ्चार माध्यमहरूले उठाएका विषयहरूको सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न मन्त्रालयले छानबिन समिति गठन गरिसकेको सर्वविदितै छ। यस सन्दर्भमा सो समितिलाई विज्ञ र जानकार क्षेत्रको थप सहयोग लिन सक्ने कार्यादेशमा नै तोकिसकेको सन्दर्भ समेतलाई ध्यान दिँदै उक्त समितिमा विज्ञ र निजी क्षेत्र समेतलाई संलग्न गराइनेछ। मन्त्री आचार्यले पर्यटन बोर्ड लगायत अन्य सङ्घ संस्थाको संरचनागत सुधारका लागि सबै पक्षको संलग्नतामा एउटा टास्क फोर्स गठन गरी शीघ्र काम अगाडि बढाउने प्रतिबद्धतासँगै पर्यटन बोर्डमा भएको भ्रष्टाचारको विषयमा छानबिन गर्न समिति बनाइएको र त्यसमा विज्ञ अनि निजी क्षेत्रलाई संलग्न गराइने उल्लेख गरेका हुन्। विज्ञप्तिको अन्त्यमा भनिएको छ, नेपाल पर्यटन बोर्ड र अन्य स्थानमा भए गरेको आर्थिक र अन्य गतिविधिको छानबिन गर्दा दोषी देखिएका जो कोही व्यक्तिलाई निलम्बन लगायतका अन्य कानुनी कारबाही गर्न मन्त्रालय दृढ छ। अतएव यी सम्पूर्ण कामलाई अगाडि बढाउन नेपाल पर्यटन बोर्डमा भएका विरोधका गतिविधि तत्काल बन्द गरी छानबिनको काममा सहयोग गर्न म जेटिसिसी लगायत सबै पक्षलाई आह्वान गर्दछु। माननीय भीम आचार्य, मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्डयन। जब यो विज्ञप्ति सार्वजनिक भयो त्यसपछि हामी मन्त्री आचार्यको प्रतिक्रियाका लागि मन्त्रालय पुगेका थियौं कि यो विज्ञप्ति के का आधारमा सार्वजनिक भयो र यसले के समाधान दिन्छ भनेर सोध्नका लागि मन्त्री आचार्यले पर्यटन बोर्डमा भएको भ्रष्टाचारबारे छानबिन गर्ने बारे यस्तो प्रतिक्रिया दिएका छन्। भ्रष्टाचारको चाहिँ के भने जुन कुरा उठाएको छ भने त्यसमा छानबिन गर्नुपर्छ, चाहे त्यो बोर्डमा उठोस्, चाहे त्यो टानमा उठोस् या अरू कहीँ उठोस्। र
मैले छानबिन कमिटी बनाएको छु, सबै ठाउँमा छानबिन हुन्छ, त्यसरी गर्छ। जहाँ जहाँ प्रश्न उठेछ सबै ठाउँमा छानबिन हुन्छ र कसैले भ्रष्टाचार गरेको कुनै प्रमाण अथवा त्यस्तो चिज भेटियो, आधारहरू भेटियो र अब आधारहरू नभेटिए पनि औचित्यता प्रमाणित भएन भने त्यो सम्बन्धित व्यक्तिलाई कारबाही हुन्छ। र कसैले भ्रष्टाचार गरेको कुनै प्रमाण अथवा त्यस्तो चिज भेटियो, आधारहरू भेटियो र अब आधारहरू नभेटिए पनि औचित्यता प्रमाणित भएन भने त्यो सम्बन्धित व्यक्तिलाई कारबाही हुन्छ। त्यस्तै आचार्यले व्यवसायीहरूसँगको छलफलपछि आफू यो निर्णयमा पुगेको बताएका छन्। त्यसो भए आन्दोलनरत व्यवसायीहरूले के आन्दोलन रोक्लान् र यो समस्याको समाधान होला त भनी सोधिएको प्रश्नको जवाफमा आचार्यले भने, मैले जे जति उहाँहरूसित अनौपचारिक कुराकानी गरेका थिएँ, सुरुदेखि कुराकानी भएका सबै चिजहरू पुरा गरेका छु। अब त्यो समस्या त्यहाँ समाधान हुनुपर्छ र समाधान हुन्छ भन्ने मलाई पुरा विश्वास छ। नभएमा मैले चाहिँ अरू अब सधैँभरि एउटा अफिस बन्द भइरहने स्थिति आउँदैन, अरू उपाय लगाएर त्यसलाई खोलाउनु पर्ने हुन्छ। एउटा कम्प्रोमाइजिङ पोइन्टमा पुग्ने हिसाबले गरेको छु, त्यो उहाँलाई देखाएर उहाँले ठिक चाहिँ यति हुन्छ भन्नु पनि माथि। भ्रष्टाचार छानबिनका लागि यो प्रक्रियामा आन्दोलनरत व्यवसायीहरू आएनन् भने यसपछि आन्दोलनरत व्यवसायीहरू के गर्छन् भनी बुझ्न हामी तिनको आन्दोलन स्थल गएका थियौँ। उनीहरूकै शब्दमा कनिका छरे जस्तो विज्ञप्ति भनी टिप्पणी गरिएको छ र अबको सन्दर्भ उनीहरूकै प्रतिक्रिया साथ। पर्यटन व्यवसायीहरूले विभिन्न माग राखेर 3 साता अघिदेखि जारी राखेको आन्दोलन पर्यटन मन्त्रीको विज्ञप्तिपछि पनि नरोकिने भएको छ। खास गरी पर्यटन बोर्डभित्र भएको आर्थिक अनियमितता विरुद्ध भन्दै उनीहरूले आन्दोलन जारी राख्ने बताएका हुन्। मागको सुनवाई गर्ने आश्वासन सहित अनियमितताको छानबिन गरी भ्रष्टाचार भएको भए भ्रष्टाचारीलाई कारबाही गर्ने भनी पर्यटन मन्त्री भीम आचार्यले जारी गरेको विज्ञप्ति आफूहरूलाई कनिका छरे सरह भएको भन्दै उनीहरूले आन्दोलन जारी राख्ने बताएका हुन्। यस्तो हो, पर्यटन मन्त्रीले योभन्दा अगाडि पनि विज्ञप्ति निकालिसक्नु भएको हो। उहाँले जे जसरी हुन्छ एउटा आन्दोलनकारीहरूलाई झुकाउने उहाँको प्रयत्न मात्रै हो। हाम्रो जुन माग छ त्यो मागको पूर्ण रूपमा सम्बोधन नभएसम्म हामी आन्दोलनबाट फिर्ता हुने अवस्थामा छैनौँ र उहाँको आजको निस्केको विज्ञप्ति पनि हिजोकै विज्ञप्तिको नक्कल हो। त्यसमा पूर्ण रूपमा चाहिँ हाम्रो चाहिँ मागहरूमा सम्बोधन भएको छैन। हामीले चाहेअनुसारको सोचेअनुसारको चाहिँ उहाँको विज्ञप्ति छैन। त्यसकारणले हामी यो आन्दोलनबाट फिर्ता हुने अवस्थामा छैनौँ। पर्यटन मन्त्री आचार्यले एकलौटी रूपमा पञ्चायती शैलीमा आफूहरूलाई व्यवस्था गरी प्रेस विज्ञप्ति जारी गरेको भन्दै आन्दोलनकारी अझ आक्रोशित भएका छन्। ठुलो हेरिने सरकारको नाममा आज जुन विज्ञप्ति जारी गरिएको छ भन्ने हामीले सुन्न पाएका छौँ। हामीलाई विधिवत रूपमा नराखिकन हाम्रो जेटिसीसीलाई सम्बोधन नगरिकन गरिने कुनै पनि विज्ञप्तिहरू हाम्रो लागि मान्य हुने छैन, गरिने कुनै पनि निर्णयहरू मान्य हुने छैनन्। आन्दोलनको नियम हुन्छ, नियम विपरीत ढङ्गबाट हामीलाई हिजो पञ्चायती शैलीमा निरङ्कुशतामा उभिएका मन्त्रीहरूले जस्तै गरी जुन ढङ्गबाट आज विज्ञप्ति जारी गर्ने काम गरिएको छ, आन्दोलनको संयोजकको हैसियतले त्यसप्रति हाम्रो गहिरो ध्यानाकर्षण भएको छ, त्यसलाई हामी मान्ने पक्षमा छैनौँ। यो सरकारले हामी पर्यटन व्यवसायमा लागेका सम्पूर्ण पर्यटन व्यवसाय कर्मीहरू र मजदुरहरूमाथि उपेक्षाको भावनाले हेरिरहेको छ। त्यसकारण हाम्रो आन्दोलन जबसम्म हामी न्यायप्रेमी जनसमुदायहरूको पर्यटन व्यवसायीहरूको आन्दोलनको माग जायज मागहरू पुरा हुने छैनन् तबसम्म हाम्रो आन्दोलन जारी रहनेछ। साथीहरू, हुन सक्छ आन्दोलनको क्रममा केही साथीहरू आउने र जाने क्रमहरू हुन सक्छन्। हामीलाई लालीपप देखाएर हामीलाई ती भ्रष्टहरूले ती भ्रमित बनाउने काम नगरून्। हामी चेतावनी दिन चाहन्छौँ। हाम्रो आन्दोलनभित्र बसेर कसैले यो आन्दोलनभित्र बसेर हाम्रो न्यायपालिक मागको विरुद्धमा भ्रम सिर्जना गर्न खोजिन्छ भने यो आन्दोलनमा लागेका जनसमुदाय र भ्रष्टाचारी सम्पूर्ण जनसमुदायहरूले यो आन्दोलनकै क्रममा छानी यिनीहरूको के भन्दाखेरि धक्की उडाउनेछौँ। पर्यटन बोर्डमा जारी आन्दोलन रोक्ने पर्यटन मन्त्रीको प्रयास सफल नहुने देखिएको छ।
मन्त्रीको आश्वासन र विज्ञप्तिपछि आन्दोलनको अर्को कार्यक्रम उनीहरूले सार्वजनिक गरेका छैनन्। तर उनीहरूले आन्दोलन भद्र हुने, यदि दमन गर्न खोजे प्रतिकारमा उत्रिने चेतावनी दिएका छन्। सम्पूर्ण पर्यटन व्यवसायीहरूको हकितको लागि लडेको आन्दोलन भएको कारणले हामी सम्पूर्ण जेटिसिसीमा आबद्ध सङ्घ संस्थाका अग्रज दाजुहरू बसेर अब भावी दिनमा यसले कति समेट्यो र हाम्रो मागमा कति समेट्न सकेन, वार्ता गर्ने ठाउँ राखेको छ कि छैन भन्ने कुरामा पनि उहाँहरूले अब मिटिङ बसेर त्यस पछाडि गएर हाम्रो आगामी दिनको आन्दोलनको घोषणा गर्ने चाहिँ हामीले विश्वास गरेका छौँ। आन्दोलन कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुभाष निरौला विरुद्ध बढी केन्द्रित छ। निरौलाले जथाभावी खर्च गर्न पाउने गरी गलत ढङ्गबाट आर्थिक विनियम ल्याएको भन्दै व्यवसायीहरू रुष्ट छन्। साथै आन्दोलनरत व्यवसायीहरूले बोर्डमा निजी क्षेत्रबाट संस्थागत प्रतिनिधित्व हुनुपर्ने, बोर्डभित्र भएको आर्थिक अनियमितताको समिति गठन गरी छानबिन हुनुपर्ने, बोर्डलाई पारदर्शी बनाउनु पर्ने, प्रमुख कार्यकारी अधिकृतको प्रतिस्पर्धामा रहेका सुभाष निरौलालाई तत्काल काम र निमित्तको जिम्मेवारीबाट मुक्त गरी सिइओ छनौट प्रक्रिया तत्काल अगाडि बढाउनु पर्ने लगायतका माग राखेर आन्दोलनमा छन्। मन्त्रीको विज्ञप्ति चाहिँ राजा ज्ञानेन्द्रको चाहिँ 7 गतेको चाहिँ विज्ञप्ति जस्तो भयो। यही विज्ञप्ति पहिला दिएको भए के हुन्थ्यो? परिस्थितिले र घटनाक्रमले यति अगाडि बढाइदियो र अहिले आन्दोलनकारीहरूसँग भेटघाटै नगरिकन एकपक्षीय रूपबाट जुन कुरा गरिएको छ यसको चाहिँ समापन कसरी गर्नुहुन्छ भन्ने कुराको प्रत्याभूति दिने आधारहरू छैनन्। त्यसकारणले गर्दाखेरि हामीले पत्राचार गरेर माग पेश गरेर एउटा चाहिँ 19वटा छाता सङ्गठनहरूले चाहिँ जुन माग पेश गऱ्यौँ, हामी 19 संस्थाहरूलाई चाहिँ विगतमा 2 पटकसम्म डाकेर वार्ता गरियो। अहिले हामीलाई भेटै नगरिकन यो गर्नुको चाहिँ कुनै अर्थ छैन, हैन? त्यसकारणले गर्दाखेरि चाहिँ हामीसँग कम्तीमा औपचारिक वार्ता होस्, हामीलाई कम्तीमा औपचारिक रूपबाट चिठी लेखियोस्, अनि त्यसपछि गएर मन्त्रीज्यूले दिनुभएको यो जुन स्टेटमेन्ट छ यसको अन्तर्वस्तु के हो भन्ने कुरो हामीले बल्ल थाहा पाउँछौँ। पर्यटन मन्त्रीले माग सम्बोधन गर्ने आश्वासन सहितको विज्ञप्ति जारी गर्दा पनि उनीहरूले आन्दोलन नरोकिने बताइरहँदा बोर्डभित्रको विवाद अझ बढ्ने देखिन्छ। आर्थिक अनियमितताको आरोप लागेका बोर्डका कार्यकारी निर्देशक सुभाष निरौलाले भने आरोपको प्रतिरक्षा गरिरहेका छन्। उनीहरू आन्दोलन नरोक्ने भनिरहेका छन् र मन्त्री अब पनि आन्दोलन नरोकिए कडा रूपमा प्रस्तुत हुने बताइरहेका छन्। यसबाट देशको पर्यटन क्षेत्रमा जारी अन्यल अरू बढ्ने देखिएको छ, जुन विषयमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुभाष निरौलाले प्रतिरक्षा गर्दै आएका छन् र हामी यसबारे केही दर्शकहरू न्यूज 24 टेलिभिजनमा पावर न्यूज बीच हुनुहुन्छ। हामी देशको पर्यटन क्षेत्रमा भइरहेको आन्दोलन र यसप्रति मन्त्रीले व्यक्त गरेका धारणा प्रस्तुत गरिरहेका छौँ। अब बाँकी सन्दर्भ। 3 साता अघिदेखि पर्यटन बोर्ड तनावग्रस्त छ। बोर्डमा चरम आर्थिक अनियमितता भएको भन्दै पर्यटन व्यवसायीहरू आन्दोलित छन्। आन्दोलन रोक्न विभिन्न प्रयास भए पनि व्यवसायीहरूले भने आन्दोलन नरोकिने बताएका छन् र आर्थिक अनियमितताको आरोप लागेका बोर्डका कार्यकारी निर्देशक सुभाष निरौलाले आरोपको प्रतिरक्षा गरिरहेका छन्। व्यवसायीहरू आन्दोलनबाट नै निकास निकाल्न लागि परेका छन् भने निरौला आन्दोलनले निकास निकाल्न सक्दैन भनिरहेका छन् र निरौला आफूले कुनै अनियमितता नगरेको बताउँदै आएका छन्। विनियम भनेको कुरा तपाईँको त्यसका विधि प्रक्रिया अन्तर्गत बन्छन् र त्यसलाई संशोधन पनि त्यो अन्तर्गत हुन्छ। त्यसमा पनि यदि त्यस्तो केही रहेछ भने हाम्रो अध्यक्ष सचिवज्यूले, किन समितिले गर्ने हो, कार्यकारी प्रमुख त त्यसको सदस्य सचिव हुन्छ, उसको भूमिका आफ्नो एउटा तहसम्म मात्रै हुन्छ र त्यसलाई पनि गर्ने भनेको छु। त्यो पनि तपाईँको चाहिँ नमान्ने, अब भन्दा तपाईँको अब अनसन गर्ने, रिले गर्ने, के गर्ने भन्दाखेरि अब यो प्रजातान्त्रिक अभ्यासको यो एक नमुना चाहिँ अचम्म किसिमको नमुना देखियो, होइन? र आफै नै आफ्नो संस्थाको विरुद्धमा उत्रेर र त्यसमा दुर्भाग्यपूर्ण कुरा के छ भने सञ्चालक समिति अथवा कार्यकारी समितिका पूर्व सदस्यज्यूहरूको आधा दर्जनभन्दा बढी सहभागिता र त्यो पदीय मर्यादा विपरीत पनि धेरै हामी त्यसमा चाहिँ भएका व्यक्तिहरू समावेश भएर त्यसलाई चाहिँ अनाहकमा त्यसलाई अगाडि बढाएको देखिन्छ। त यी समग्र कुरा गर्दाखेरि यसको पछाडिका कुराहरू त बिस्तारै मलाई लाग्छ समय कालखण्डले दर्शाउँदै जान्छ। यसबीच पर्यटन व्यवसायीको आन्दोलनलाई एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेता बाबुराम भट्टराई, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउबा लगायतका नेताहरूले समर्थन गरेका छन्। यस विषयमा पर्यटनको क्षेत्रमा काम गर्दै आएका अन्य सरोकारवाला र केही पर्यटन व्यवसायीको तर्क यस्तो छ। सिइओ छानबिन सिलेक्सन समिति
सियो चाहिँ अहिलेसम्म बन्न सकेन भने स्थिति थाहा छ भने यहाँले खुलेआम भनिदिनुहोस्। म नै हो दुईचोटि मन्त्रीज्यूहरू बोलाउनु, एउटा लोकेन्द्र विष्टले र अर्को हाम्रो बोगटी। यसलाई सुचारू गराउनु पर्यो। मैले उहाँहरूलाई स्पष्ट बोगटीको पालामा त म आउटैमा आएँ, फेरि उहाँले मलाई घरमा बोलाउनु भयो, मेरो गल्ती भएछ, तपाईँ पर्यटन व्यवसाय हुनुहुन्छ गल्ती भएछ भन्नुभयो, रियलाइज गर्नुभयो। मैले भने मन्त्री अब रियलाइज गर्नु म आभारी छु। त अब यसलाई कसरी लैजाने भन्दा मैले दुईवटा सजेसन दिएको थिएँ। जब अब यो उसले के अरे हाम्रो सर्वोच्च अदालतले दुईजना राखेर मात्रै गर्ने भन्ने निर्णय गरिसक्यो भने त्यो विरुद्ध हामी जान सक्दैनौँ। हामी दुईजना बस्नै पर्यो, अनि उहाँहरू एकजना बस्नुहुन्छ, अनि हामी एउटा विज्ञहरू राख्नु तिनजना। हामी केही पनि नगर्ने, त्यो मैले निकाले, मैले भने, मैले सर्च गरेँ, तिनवटा विज्ञ राखौँ, उहाँहरूले जे भन्नुहुन्छ हामी सही गरिदिन्छौँ। पहिला हामी एउटा एमओए गरौँ, मैले राखिदिएँ, त्यो पनि भएन। अब उहाँहरू दुईजना बस्ने, हामी त कानुनदेखि बाहिर हामी जान सक्दैनौँ। यसरी यो लिङ्गरिङ हुँदै आयो। यो अब अहिलेसम्मको हामीले निचोडमा के हेऱ्यौँ भने, र हाम्रो पम्पा धमलाजीले भन्नुभयो यी काम दिनु हुँदैन। मेरो भाइ किन काम दिनु हुँदैन? म त कर्मचारी 32 वर्ष नोकरी गरेर आएको मान्छे, म पिछलिएको हुनाले मेरो आफ्नो उद्देश्य कसरी मैले सहेर बस्नु पर्यो मलाई थाहा छ। ऊ पनि एउटा कर्मचारी हो। त काम दिने किन नहुने? कानुनले दिएको कुराहरू विनियममा छैन। विनियममा नभएको कुराहरू नेपाल कानुन सरह हुन्छ भनेर जब लेखिसकेको छु, उसले काम पाउनुपर्छ। झुकेका छैनौँ, कति साथीहरूसँग द्वन्द्व बढेका छौँ, समयले त्यसलाई चाहिँ ठिक बेठिक भनेर मूल्याङ्कन गर्ने चिज हो। र अहिले पछिल्लो फेजमा आउँदाखेरि चाहिँ म यहाँलाई के अनुरोध गर्छु भने, जस्तो तपाईँहरू केही साथीहरूलाई मात्रै निरौलालाई अन्याय भएको छ, हामीले मात्रै प्रोटेक्सन गर्न सक्छौँ भन्ने यहाँलाई गरेका छ। र हामीले बारम्बार के भन्ने गरेका छौँ भने, निरौलालाई अन्याय चाहिँ हामीले गरेका छौँ। मैले अघि नै यहाँलाई कुरा उठाएँ, प्रचण्डमान श्रेष्ठ नायक ननिरौलै आउनुपर्ने थियो तत्काल अवस्थामा भने। हामीले त्यो बेला पनि कोही एउटा मान्छे बोकेर हिँड्ने, कोही अर्को मान्छे बोकेर हिँड्ने, र लास्टमा बाहिरबाट मान्छे ल्याएर टुरिज्म बोर्ड भर्नु पऱ्यो भनेपछि स्वभावले निरौलाजीलाई पनि एक किसिमको पीडा हुने भयो। मलाई यी साथीहरूलाई लखाट्छन् भनेर। र तपाईँहरू केही साथीहरूलाई पनि यो पूर्वको मान्छे हो, यिनीहरूले आउनु दिँदैनन्, पूर्वमा टुरिज्म हिर्केको छ, यसलाई इस्टाब्लिस गरेपछि पूर्व टुरिज्म जान्छ भन्ने सोच बनाउनु त्यो अस्वाभाविक पनि होइन। तर म यहाँलाई के अनुरोध गर्छु भने, म दुई र तिम्रो तिन भन्नु हुँदैन, पूर्वको एउटा राख्नुहोस्, पश्चिमको एउटा राख्नुहोस्, काठमाडौँ दुईजना मात्रै एउटा तिनजना मात्रै एउटा छान्दिनुहोस्। यथाशीघ्र पर्यटन क्षेत्रको यो विवाद किनारा लगाउन जरुरी छ। यसप्रति सरकार सबैभन्दा बढी जिम्मेवार हुन आवश्यक छ। बोर्डभित्र भ्रष्टाचार भएको भए त्यसको छानबिन गरी दोषीलाई कारबाही हुनुपर्दछ। साथै बोर्डलाई पारदर्शी र पुनर्संरचना गर्नु यति बेलाको आवश्यकता भएको धेरैको बुझाइ छ। यी सबै सन्दर्भपछि मन्त्री आचार्यको यो भनाइ प्रस्तुत छ, जसमा उनले भनेका छन् यदि यसो हुँदा पनि भएन भने भ्रष्टाचारबारे अनुसन्धान गर्न अख्तियारलाई आग्रह गर्छु। छानबिन कमिटी गठन गर्दा त्यसमा आक्रोशित हुने त्यस्तो भयो भने म चाहिँ सबै छानबिन अख्तियारलाई दिन म आग्रह गर्छु, किन हाम्रो राज्यको संयन्त्र त्यही हो र म त्यहाँ चाहिँ अफिस खुलाउँछु। छानबिन अख्तियारलाई दिन म आग्रह गर्छु, किन हाम्रो राज्यको संयन्त्र त्यही हो र म त्यहाँ चाहिँ अफिस खुलाउँछु। यसरी अब पर्यटन व्यवसायीहरूले जारी राखेका आन्दोलन स्थगित हुने विश्वास मन्त्रीले लिएका छन्। यो अब तुरुन्तै समाधान हुन्छ। अनौपचारिक कुराकानी भयो, जे सहमति भयो त्यो मैले वक्तव्य निकालेँ। वक्तव्य निकालेपछि उहाँले आन्दोलन फिर्ता गर्ने कुरा छ। यो अब तुरुन्तै समाधान हुन्छ। र यसबारेको पहिलो प्रतिक्रियामा आन्दोलनरत व्यवसायीहरूले मन्त्रीको प्रस्ताव अस्वीकार गरिदिएका भए पनि सामूहिक र आधिकारिक निर्णय लिन बाँकी छ। र यति आजको पावर न्युज। आजलाई हामीलाई बिदा दिनुहोस्। नमस्ते।